हेलो गाइज, सबैजना नमस्कार है। आज चाहिँ म मणिखोला पार्कमा आज म तपाईहरुलाई चाहिँ हैन मणिखोलाको पार्क देखाउँछु ल। बवाल छ मणिखोलाको पार्क। हेर्नु है लास्टसम्म भिडियोलाई चाहिँ। तपाईको त्यहाँ चाहिँ गेटबाट छिरेर आइसकेपछि हाम्रो यो मणिखोलाको गेट भित्रपट्टिको चाहिँ सुरु हुन्छ। यो प्रवेशद्वार। यस गाइज, अब हेरौँ है त। गेट छिर्ने बित्तिकै सबभन्दा पहिला गेटको तस्बिर त्यही माथि हाम्रो नेपालको झन्डा रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो। ट्याक्क यहाँनिर आएपछि अब हाम्रो चाहिँ गैँडा छ हैन। ट्याक्क अगाडि गैँडाले हान्दालाई साइडमा हिँड्नुपर्छ केटा हो। यसको पछाडि ट्याक्क फेरि उतापट्टि बाघ बसिरहेको छ लुकेर। देख्नुभयो? ल अब चाहिँ बाघलाई भेट्न जाने है। यस गाइज, बाघ अनि चाहिँ कतै हेरिरहेको फेरि आमा फरक छ त हो। यो पनि खतरा खतरा खतरा। यहाँ चाहिँ खतरा चिसो पानी हो। फेरि यहाँ हाम्रो मणिखोलाको पानी खाएरै गइदिनु त एकपल्ट। मणिखोला आउँदा चाहिँ यो पानी खान चाहिँ नबिर्सौँ है साथी हो। यो पानी चाहिँ बब्बाल छ। मणिखोला आउँदा चाहिँ टक्क यहाँ पानी चाहिँ चिसो पानी चाहिँ खान नबिर्सिनु है केटा हो। टक्क यहाँको भ्यू चाहिँ सही पानी भइदिएको चाहिँ खतरा देखिन्थ्यो। पानी चाहिँ सुके खडेरी लाएर है, खडेरी लायो। यहाँ डुङ्गा पनि छ। टक्क पानी भइदिएको चाहिँ दामी हुन्थ्यो। पिस हुन्थ्यो, पिस। त्यसै गरी यहाँ चाहिँ ट्याक्क हाम्रो एकसिङे गैँडा अब यहाँ बस्ने हैन। अनि यहाँबाट चाहिँ यहाँ बसेर ट्याक्क अनि नजारा हेर्ने कि यस्तै ट्याक्क यहाँ बसेर ग्याङ यसरी नजारा हेर्ने कि यता आँखा घुमाएर हैन, यता आँखा घुमाएर आनन्दसँग कि। अब गाइस म तपाईहरुलाई चाहिँ हैन बुढाहरुको खेल्ने ठाउँ चिल्ड्रेन पार्कतिर लिएर जाँदैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। राम्रो नराम्रो के कस्तो छ आफ्नो प्रतिक्रिया, मनमा लागेको प्रतिक्रियाहरु चाहिँ दिनु होला। यदि कुनै कुराहरु चाहिँ मैले सच्याउन पर्ने छ भने कमेन्ट मार्फत मलाई भनिदिनु होला हैन। त्यो कुराहरुलाई सच्याउने कोसिस म गर्दैछु। देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ यहाँ फेरि अर्को हात्ती चाहिँ फुटबल ट्याक्क खेलिरहेको छ है। त्यो चाहिँ हामी बस्नको लागि हैन। त्यस्तो धेरै छ, कुर्सीहरु धेरै नै छ। यहाँनिर त ल ठुलो हो कि सानो हो हेरौँ है त गाइस। टक्क अब चिल्ड्रेन पार्क पनि
अझै टक्क खेल्ने ठाउँ पुराहरू यो त हाम फालेर पो बसिरहेको रहेछ ट्याक्क के छ त नि केटा खबर के गरेर बसिरहेको नि तिमीहरू के छ तेरो खबर आज खाइस यसो भाइ खाइस तेरो खाजा के छ तिम्रो खबर सरी जुगर ढोक यस गाइस केटाहरू भेटेर पनि ट्याक्क निस्किएको अब म चाहिँ होइन अब तपाईँहरूलाई म सिधै चाहिँ अब मृग हेर्न लिएर जान्छु है अनि हाम्रो चाहिँ मृग जराहरू पनि छ कि यहाँनिर एउटा एरिया बनाएर राखेको छ ट्याक्क त्यो पनि हेर है त गाइस यहाँ चाहिँ अलिकति अब फुलहरूको ट्याक्क गार्डन फुलहरू दामी दामी भइदिएको भए चाहिँ राम्रो हुन्छ होइन त्यहाँ त्यो पुलतिरको दृश्य अहिले फेरि तपाईँहरूलाई देखाइहाल्छु त्यो गर्नुमा फाइनली त्यही हो के छ सोल्टी आरामै हेलो के अहिले त रुखै बोकेर हिँड्दै थियो यार खतरा आमा यो दृश्य त होइन यहाँ त कसम भाग्यमानले मात्रै देख्न पाउँछ दामी दामी कडा आहा हाम्रो मयूरको होइन स्वरले स्वागत गरेको भिडियो हो यो गाइज सबैजनाले लाइक सेयर गरौँ है यो भिडियोलाई चाहिँ दामी तरिकाले आहा नाच्देऊ माया नाच्देऊ बारुले कम्मर भाँच्देऊ नाच्यो झिल्के नाच्यो बारुले कम्मर भाँच्यो नाच्यो झिल्के नाच्यो बारुले कम्मर भाँच्यो once more
ल गाइस हैन end the line. Thank you. Wow. यो चाहिँ हाम्रो मणिखोलाको दृश्य हो गाइस हैन यताबाट मणिखोला